की फ्रेम र कीबोर्ड भनेको के हो? यस बारेमा जानकारी लिन पहिले लाइक, सब्स्क्राइब र कमेन्ट पनि गर्नुहोला। की फ्रेम र कीबोर्डको परिभाषा र प्रयोग गर्छन्। की फ्रेम भनेको एनिमेसन, भिडियो एडिटिङ र मोसन ग्राफिक्समा प्रयोग हुने एक टेक्निकल टर्म हो। यसले कुनै एनिमेटेड अब्जेक्टको सुरुवात र अन्तिम अवस्था, पोजिसन, साइज, कलर आदिलाई परिभाषित गर्छ। की फ्रेमहरू बिचमा सफ्टवेयरले आफैले इन बिट्विन फ्रेमहरू जेनेरेट गर्छ, जसले गर्दा स्मुथ मोसन बन्छ। उदाहरणको लागि, यदि तपाईँले एउटा वस्तुलाई बायाँबाट दायाँ सार्न चाहनुहुन्छ भने सुरुवाती र अन्त्यमा की फ्रेम सेट गर्न पर्ने हुन्छ। कीवर्ड भनेको कुनै पनि भाषा प्रोग्रामिङ वा सर्च इन्जिन अप्टिमाइजेसन एसइओमा प्रयोग हुने महत्त्वपूर्ण शब्द हो। यसले कुनै विषय, डेटा वा कन्टेन्टलाई छिटो पहिचान गर्न मद्दत गर्छ। उदाहरणको लागि, नेपालको राजधानी भनेर गुगलमा सर्च वा खोज्दा काठमाडौँ नै कीवर्ड हुन्छ। प्रोग्रामिङ पनि इफ, एल्स, फर जस्ता कीवर्डहरूले विशेष कार्यहरू परिभाषित गर्छन्। यी दुईमा फरक यस प्रकार छन्। की फ्रेममा ग्राफिक्स, एनिमेसनमा प्रयोग, मोसन कन्ट्रोल गर्ने तरिका हो भने कीवर्डमा भाषा, सर्च इन्जिन वा प्रोग्रामिङमा प्रयोग शब्दको महत्त्वपूर्ण आधारित हुन्छ। दुवै नै आधुनिक टेक्नोलोजीको महत्त्वपूर्ण अंश हुन्, तर प्रयोग क्षेत्रमा भने फरक छन्।